आज म मेरो आवाज नेपाल युट्युब च्यानलबाट के भन्न लागिरहेको छु। म जहाँ बसिरहेको छु यो एउटा रौता कृषि फर्म होमस्टे रिसोर्ट। यसलाई धेरै पुरानो हो, 2000 सालबाटै यो नर्मल आउने जाने बस्ने घरेसी रूपमा प्रयोग गर्ने भइरहेको छ। यसलाई अहिले अचानक हामीले एउटा के निर्णय गरियो भने असलको एउटा फुल ओपनिङ गर्ने। असल र फुल ओपनिङ गर्नलाई थोरै संरचनाहरू डेकोरेसनहरू बढाउँदै जाउँ र केही गरौँ भन्ने धारणा यहाँ र अहिले म त्यही रौता कृषि फर्म होमस्टे एन्ड रिसोर्ट बसिरहेको छु। अहिले पछाडि देख्नुहुन्छ यो रुमहरू हो, एसी रुमहरू 3वटा छ, त्यो 5वटा 4-5वटा रुमहरू एसी रुमहरू बस्न आरामदायक रुमहरू र यहीँ लोकल किसान घाँस र अर्डर अनुसार खानाहरू पनि बनाएर मिटिङ हलहरू पनि अब यो बनाउने सरह छ र बालबच्चाहरूलाई रमाइलो स्थल केही नयाँ संरचनाहरू थप्दै असल र फुल ओपनिङ गर्ने कुराहरू छ। भन्दा पनि त्यसको लागि हामी तयारीमा छौँ। यहीँपट्टि एउटा अब 2टा माछा सानो माछा पोखरी छ, यतापट्टि तिनीहरूलाई अहिले पुरानै किसिमको माछा पोखरी पनि थुप्रो छ र यो चाहिँ अलि आधुनिक किसिमको माछा पोखरी। यो चाहिँ बायोफ्लक सिस्टमको माछा पोखरी बनाउनलाई हामी तयारी गरेको। पोखरीको ल्याइदिन म देखाउँछु। अहिले चाहिँ शान्त नेचुरल वातावरणमा बसेर प्योर लोकल कोदोको पारिजातको फुलको फ्लेभरमा लोकल रक्सीको चुस्की लिँदै चट्ट यसरी आरामदायी बस्न मिलेर बत्ती सरी बालेर आनन्दले बसेर खान र आराम गर्नको लागि कोही चाहनुहुन्छ मेरो वाट्सएप नम्बर छ 9843 58 9044 बारे स्क्रिनमा पनि दिनेछु। यसमा कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। नवराज रायमाझी हामी एक कुरो राजनीतिक भनेर राजनीति मात्रै गरेर एउटा विचार